फाँसीको सजाय इन्काउन्टर गरिदिनु पर्यो हैन। बलात्कारी यदि उसले अरूको छोरी मार्न सक्छ भने ऊ आफू पनि त मर्न सक्नु पर्यो नि, परेन? बराबर हुनु पर्यो, 50-50 हुनु पर्यो, जस्तालाई त्यस्तै गर्नु पर्यो। यदि कसैले मर्डर गर्छ भने पनि उसलाई इन्काउन्टर नै गर्नु पर्यो या त उसलाई फाँसीको सजाय दिनु पर्यो। यदि कसैले छोरी चेलीलाई बलात्कार गर्छ भने उसले पनि फाँसीको सजाय नै पाउनु पर्यो। म भइदिएको भए इन्काउन्टर नै गरिदिन्थेँ, म फाँसीको सजाय जेल सेल गर्दिनथेँ, सिधै इन्काउन्टर। अबको दिनमा घरमा रहेका छोरी चेलीहरूलाई अब सुरक्षित राख्न निकै कठिनाइ हुने भयो। निकै कठिनाइ हुने भयो। आफै बस्न त कठिनाइ भइसक्यो। अब भोलिको दिनमा आफ्नो छोरी चेली कसरी बचाउने भनेर त कठिनाइ भइ नै हाल्छ हैन। अब हामी एडल्ट मान्छे त सुरक्षित छैनौँ, बच्चाहरू सुरक्षित छैन भनेपछि हामी एडल्ट मान्छे सुरक्षित होला नि त? हुँदैनौँ नि त। हाम्रो पनि घरमा दाजुभाइहरू हुनुहुन्छ, खोइ हुनु न त यस्तो त। तर अहिले महिलाहरूमा चाहिँ अलिक बढी विकृति छ भनेर चाहिँ जुन आरोप लगाउने गर्छन् के? यस्तो हो, नियत राम्रो हुने मान्छेले एउटा छोरी मान्छेले जेसुकै लाएर हिँडोस्, जेसुकै खाएर हिँडोस्, ऊ जसरी सुकै हिँडोस्, त्यो मतलब गर्दैन। राम्रो नियत भएको छोरा मान्छेले, नराम्रो नियत भएको छोरा मान्छेले उसले बुर्खे लाएर तलदेखि माथिसम्म ढाकेर हिँडे पनि बलात्कार गर्छ। तपाईँले न्युज पनि सुन्नु भएको होला, बुर्खामा पाकिस्तानी केटीको बलात्कार भयो हैन, बुर्खा लाउँदाधरि। यो हाम्रो विकृति, यो छोरी मान्छेको, छोरी चेलीको विकृति होइन क्या, यो छोरा मान्छेको चाहिँ हेर्ने नजर र उनीहरूले गर्ने व्यवहार धेरै नराम्रो हो। यो चाहिँ चेन्ज हुनु पर्यो। फाँसीको सजाय आउनु पर्यो नेपालमा, इन्काउन्टर हानिदिनु पर्यो क्या। किन त्यसलाई फाँसीसम्म कुरेर बस्नु होइन? यदि उसले क्राइम गर्छ भने ऊ पनि भागीदार भएर त्यो क्राइममा उसले पनि सँगै मर्नै पर्ने हुन्छ। अब ठुला भनौँ न, जो 18 वर्षभन्दा माथिका छन्, जो सहमतिमै बस्ने, कुरा नमिलेपछि चाहिँ बलात्कारको कुरा आउने भन्ने जुन यो विकृति कुराहरू चाहिँ आइरहेका छन् क्या, त्यसमा चाहिँ के छ तपाईँको भनाइ? अब सहमति भएर नै उनीहरूको बिच केही थियो भने त अब त्यसलाई हामीले पनि केही भन्न मिल्दैन। सहमतिमा भएको हो होइन। अब त्यो सहमतिमा भइसकेपछि त उसको बलात्कार होस्, उसको के होस्, त्यो चाहिँ त्यस्तो भन्न त्यस्तो चाहिँ अब जसरी नि जहाँ पनि सिसिटिभीहरू भइ नै रहन्छ, होटलमा दुईजना सँगै छिरेको छ, मिलिङ छिरेको छ भने त्यो थाहा हुन्छ। अब सिसिटिभी बिनाको होटल छैन भने उसले मार्देको छ भने चाहिँ त्यो एकदम गलत भयो होइन। सहमतिमै गएर अब केटीको उनीहरूको भित्र कुरा मिलेन अनि यस्तो कुरामा चाहिँ बलात्कार भयो भनेर भनिसकेपछि त्यो अब हामीले बोल्न